ल फाइनल साथीहरू आज इक्जाम दिन जाँदैछु। आज यस्तो इक्जाम दिन जाँदैछु कि जुन सब्जेक्ट थाहा त छ तर किताब छैन, पढेको पनि छैन। बस आज कसरी इक्जाम दिने रहेछु हेरौँ। धेरै गाह्रो विषय पनि होइन, नेपाली विषय हो। ओके। हिजोको इक्जाम त्यस्तै के भयो, छुटिहाल्यो। तर आज दौड्न पनि जान पाइएन किनकि बिहानै यता हिँड्नुपर्ने थियो, त्यसैले आज दौड्न पनि छुट्यो। लगभग अब 10-12 दिन 5-6 दिन छुट्छ होला किनकि फाइनल इक्जाम आउन पनि 1 महिना बाँकी छ। त्यसैले रनिङ रोकिन सक्छ तर पछि फेरि रिस्टार्ट हुनेछ। त्यसैले अहिले चाहिँ पढाइलाई अलिकति प्राथमिकता दिनुपर्ने भएको हुनाले रनिङ चाहिँ स्टप गर्नुपर्छ। What is this? बाटो खत्रेङ खुत्रुङ छ तर के गर्नु। See you in the next video. Don't forget to follow me. Thank you. Bye bye.